हेर्दै हुनुहुन्छ प्लिज तपाईहरु देशको नागरिक हो भने आज शेयर गर्नुस् यो भिडियो प्रत्येक वालमा हुनुपर्छ पक्कै पनि यस्तो दुखद घडीमा हामी सबैले सहयोग गर्नुपर्छ समर्थन गर्नुपर्छ आवाज उठाउनुपर्छ बोल्नुपर्छ आफ्नो हजुर देखाइराखेको दृश्य छ दुर्मुस्ताई देखिराख्नु भएको छ हाम्रो मेयर ज्यू रेणु दाहाल ज्यू हुनुहुन्छ अहिले हामी प्रत्यक्ष लाइभ प्रसारण गरिरहेका छौं हामीसँग एकजना जुझारु युवा समाजसेवी जो अहिले कैलालीमा विद्यालय पनि बनाइराख्नु भएको छ अर्जुन भुषालजी उहाँलाई विश्वभरबाट सबैले सहयोग गरिराख्नु भएको छ म सबैलाई नमन गर्न चाहन्छु अहिले 1K पुगेको छ पक्कै पनि यहाँ हामी यो अहिले यो निरीक्षणका लागि एजिबी सर म भन्दैछु यहाँ निरीक्षणका लागि मेयरदेखि लिएर उच्च स्तरीय टोली आइपुग्नु भएको छ प्रदेश सांसददेखि लिएर निकै ठुलो उपस्थिति अहिले भएको छ घटना चाहिँ 5 बजे घटेको अहिले हामी एकाएक लगभग 3 बजेपछि जुन हामीले भिडियो पोस्ट गरेको तपाईले देख्नु भएको थियो र त्यसपछि बल्ल यहाँ एउटा यो मेसेज प्रभाव भइसकेपछि स्थानीय बासिन्दादेखि लिएर धेरैको भिडियो वायरल बढेको थियो सर हजुर हामी धुर्मुस्ताईलाई देखिरहेको छौं ट्याक्कै अहिले मेयर हाम्रो रेणु दाहाल मेयर ज्यू पनि आइपुग्नु भएको छ उहाँ निरीक्षणको लागि अब्जर्भेसनको लागि आउनु भएको होला नि हैन भुषालजी के हो खासमा हो सर यो घटना खासमा अलि ढिलो आउनु भयो जस्तो छ खासमा त मेयरज्यू त्यही भइसकेपछि पक्कै पनि हुन त व्यस्तता पनि होला अब नेपालमा पछिल्लो समयमा अलिकति व्यस्तता पनि बढेको छ हाम्रो नेताज्यूहरूको पक्कै पनि तर यस्तो दुखद घडीमा चाहिँ तुरुन्तै इमिडिएटली पुग्नु पर्ने होइन र भने अलिकति तपाईलाई थाहा छ यस्ता घटनाहरू घटिरहँदा नेतृत्व चाहिँ तुरुन्तै एक्सन लिएको तुरुन्तै फिल्डमा खटिएको पुगेको दृश्यहरू हामीले धेरै देख्यौं तर अहिले मेयरज्यू हामीले प्रत्यक्ष जब सामाजिक सञ्जालमा यो मेसेज भाइरल भयो नि तब बल्ल यहाँ सबैको यो उपस्थित देखिएको हो नत्र भने थिएन सर 3 बजेसम्म यो उपस्थित थिएन अहिले देख्न सक्छौं बाक्लो उपस्थिति सयौं जना हुनुहुन्छ स्थानीय बासिन्दादेखि लिएर उच्च स्तरीय यहाँ मेयर हुनुहुन्छ उपमेयर भर्तुर यसैगरी सिडिओ सरदेखि लिएर विभिन्न प्रदेश सांसद लगायत सबै उच्च स्तरीय टोली यहाँ हुनुहुन्छ र आदरणीय सीताराम दाइ पनि यही अगाडि हुनुहुन्छ हजुर अहिले हामी सिधा प्रसारण गरिरहेका छौं म सिधा लाइभमा जोडिएको छु टोकियोबाट त्यसैगरी हामीसँग अहिले मित्र जोडिराख्नु भएको छ अर्जुन भुषाल सिधा चितवनबाट र हामीलाई इन्टरनेशनली विश्वबाट धेरैले हेरिराख्नु भएको छ हाम्रा प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू अब भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा जाँदै हुनुहुन्छ मैले केही दिन अगाडि मात्रै भारतीय प्रधानमन्त्रीका विश्वासिलो पात्र डाक्टर प्रकाश दिवाकर देशजीसँग कुरा गरेको थिए लाइभ कुरा गरेको थिए पक्कै पनि हामीले हाम्रो क्यामेराको दृश्य लेन्स यस्ता घटनाहरू तिर चाहिँ बढी तिर्साइरहेका छौं तपाईहरुको वालमा यो सबैको वालमा हुनुपर्छ प्रत्यक्षलाई मैले मेयर ज्यू रेणु दाहाल ज्यू त्यहाँ अब्जर्भेसनको लागि त्यहाँको अवस्था बुझ्नको लागि त्यहाँको बिहान 6 बजे जसरी घटना घट्यो डोजर चल्यो त्यहाँको एउटा जुन संरचना छ त्यो ध्वस्त पारियो त्यसलाई चाहिँ हेर्नको लागि त्यसलाई चाहिँ बुझ्नको लागि के भएको रहेछ भनेर अहिले चाहिँ भर्खर आउनु भएको छ ढिलै भए पनि उहाँ पुग्नु भएको छ हामी उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु यो लाइभ मार्फत र पक्कै पनि ती दोषी जो यो घटनामा दोषी हुनुहुन्छ उहाँहरूको चाहिँ छिटो भन्दा छिटो उहाँहरूलाई चाहिँ कारबाही गरियोस् र यहाँ पानी पर्न लागेको कारणले सबै अब यो उपस्थिति अब पातलिँदैछ सर जे होस् सबै उपस्थित हुनु भएको छ सबैलाई जे होस् मेयर साहबदेखि लिएर यहाँको उच्च स्तरीय टोलीको यो सपोर्ट साथ चाहिँ उच्च स्तरीय छ तर केहीको सोचाइले गर्दाखेरि यो जुन भएको छ यो घटनालाई समस्या समाधान गर्नतर्फ लाग्नुपर्छ घटना घटिसकेपछि अब समाधान गरेर एउटा नयाँ सिराबाट अघि बढ्नुपर्छ यसलाई ठुलो इस्यु बनाउनु भन्दा पनि अब समस्या समाधान गर्न सबै जुट्नुपर्छ भन्ने मैले आशै बुझेको छु सर यहाँ स्थानीय नेतादेखि लिएर यहाँ मेयर साहब निकै कटिबद्ध रूपमा लाग्नु भएको छ यो अभियानलाई सम्पन्न गर्न मैले देखिरहेको छु लगायत यहाँ सिडिओ साहबदेखि लिएर उच्च स्तरीय टोलीले यो अभियान सम्पन्न गर्नुपर्छ भनेर लाग्नु भएको छ तर कसैको केही सोचाइले गर्दा जुन घटना घट्यो यो घटना अब नघट्नका लागि पनि तपाईँ हामी सबैले एउटा अपेक्षा गरौँ अनुरोध गरौँ प्रार्थना गरौँ भुषालजी अब खासमा त देशमा पछिल्लो समयमा एक किसिमको मान्छेमा चेतनाको विकास भइरहेको छ भनेर पनि हामीले चाहिँ अलिक गर्व गरिरहेको अवस्था थियो तर यो जुन यस्ता घटनाहरू घट्दाखेरि पक्कै पनि उहाँहरू चाहिँ बुझेरै होलान् यसरी ध्वस्त पारिएको त
तर उहाँले कस्तो किसिमले बुझ्नु भएको रहेछ र यो तरिकाले चाहिँ देश बन्छ भनेर उहाँले सोच्नु भएको छ भने त्यो त सरासर गलत छ। तर किन यस्तो भइरहेको छ भुषालजी? किन नेपाली हामी जति पनि विवेकशील नेपालीहरूको चेतनामा विकास किन भइरहेको छैन? यस्तो अभियन्ता तपाईँ हामी एउटा यस्तो अभियन्ता हामी कसैको विरोध गर्न चाहदैनौँ, सकारात्मक कार्यको सधैँ सपोर्ट गर्ने तेरो र मेरो नभन्ने मान्छे हो हामी। लाग्छ यो घटना अब कसले घटायो व्यक्तिसँग हाम्रो कुनै सम्बन्ध छैन, तर प्रवृत्तिका लागि हामी विरोध गर्छौँ। यो प्रवृत्ति ठिक भएन, व्यक्तिसँगको हाम्रो विरोध होइन। एचबी सरले यो बोलेको आवाज अहिले लाखौँ नेपाली मनमाजले हेर्दै हुनुहुन्छ भने एचबी सरले व्यक्ति विरोध गर्नु भएको छैन, प्रवृत्तिको विरोध हो। यसको जुन छ एउटा प्रवृत्ति, त्यो जुन घटना घटाउने त्यो तत्त्वहरू छ त्यसको हामीले विरोध गरेका हौँ। अघि लाइभ गर्दै गर्दा कसैले फेरि यो मोबाइल थुनिदिनुहोस् भन्ने कुरा पनि मैले सुने त्यहाँ। त्यस कारण यो सोचाइ अलिकति गलत छ सर। सही कुरालाई सम्प्रेषण गर्न, एउटा नेगेटिभ कुरालाई समाजमा जाओस् भन्ने तपाईँले गर्न खोज्दा पनि गाह्रो छ। केही व्यक्तिहरूले मोबाइल थुत्ने प्रयास गर्दै हुनुहुन्थ्यो, मैले मोबाइललाई साइड लगाएँ। त्यस कारण यस्तो छ सर यहाँको एउटा परिदृश्य। वास्तवमा यो सबैको सोच एउटै छैन, हामी लाग्नुपर्छ, हामी पछि हट्नु हुँदैन। यी समाजका गलत व्यक्तिहरूलाई हामीले लखेट्नुपर्छ, आफ्नै पालामा लखेट्ने हो, सुदृढ समाज बनाउन जुट्ने हो। आज हेर्नुहोस् त एउटा मलेसियामा बस्ने दाइको पैसा आज पेल्सिएको छ डोजर लगाउँदाखेरि। हाम्रो आवाजलाई सम्प्रेषण गर्दै गर्दा केही व्यक्तिहरूले मोबाइल थुत्ने प्रयास गर्नु भएको थियो, त्यो तपाईँलाई देखाइनँ मैले त्यो भिडियो चाहिँ। हजुर, हिजो पत्रकारको क्यामेरा नै थुत्ने काम प्रहरीबाट भयो, क्यामेरामाथि प्रहार गर्ने, लात हान्ने काम भयो। र यस्ता घटनाहरू केही मात्रै होइन, अलिकति व्यापक रूपले चाहिँ बढिरहेको अवस्था छ। र पक्कै पनि आजको यो घटनालाई अलि हामीले गम्भीर रूपमा लिएका छौँ। भुषालजी, मैले त्यहाँ देखिरहेको छु अस्ति मात्रै धुर्मुस दाइले लाइभ त्यहाँको लाइभ कभरेज गर्दा उहाँले देखाउँदा कति राम्रो एउटा चिटिक्क परेर त्यहाँ चाहिँ चिटिक्क परेको अवस्थामा थियो। अहिले हेर्नुहोस् ढलेको अवस्थामा छ। यो के हो? हामीले अब नेपालमा त्यस्तो प्राकृतिक विपत्तिले गर्दा, हावाहुरीले, भूकम्पले ढलायो भन्यो भने आज भूकम्प आएको छैन, भूकम्पको अवस्थै छैन, त्यसको कुरै गर्दा पनि पक्कै पनि अजायज हुन जान्छ। यसरी डोजर लाएर यो एउटा जसरी काठमाडौँमा चाहिँ घरहरू भताभत भत्केको, सिन्धुपाल्चोकमा भत्केको, हामीले भूकम्पका बेला मान्छेहरू, हजारौँ मान्छेहरू, हाम्रा नेपाली दाजुभाइहरू त्यो बेला चाहिँ अकालमै मृत्यु भएको यी घटनाहरू हामी सम्झिन्छौँ। तर यहाँ यो विकास भइरहेको अवस्थामा, यसरी एउटा संरचना बनिरहेको अवस्थामा, संरचना बन्दै गर्दा एउटा किसिमको चाहिँ फुल चाहिँ फुल्दै गर्दा त्यो फुललाई निमोर्दिने, त्यो एउटा किसिमको कोपिलालाई नै निमोर्दिने, त्यसलाई फाल्दिने, यो किसिमको गतिविधिको हावी नेपालमा किन सर? यो जुन डोजर पछिको ठाउँ यही नै हो एचबी सर। मैले यो दृश्य तपाईँलाई देखाइसकेको छु र निर्माण कार्य तीव्र रूपमा चलेको छ सर। हेर्नु छ भने यो नमुना कार्य लाग्छ एउटा अभियान चाहेर सकारात्मक सोच बोकेर जुन धुर्मुस सुन्तली फाउन्डेसन अघि बढ्यो, लाग्छ नमुना कार्य चितवनमा 3-4 महिनामा सम्पन्न गरेको छ। हेर्नुहोस् त यो निर्माण कार्य देख्दाखेरि नै काया पलट छ के। यो एउटा सोच्छौँ नि हामीले के भयो होला, विदेशबाट पठाएको पैसा सही ठाउँमा पुग्यो पुगेन होला, धेरै इमान्दारिताका साथ काम भएको मैले देखेको छु। स्वयं म एउटा सामाजिक अभियन्ता जो सत्य कुरालाई समाजमा लिएर हिँड्नुपर्छ, एउटा असल कुरालाई बोक्नुपर्छ भन्ने म मान्छेले देखेको एउटा यो एउटा नमुना कार्य जस्तो लाग्छ सर। तर जुन घटना आज घट्यो यसले दुखित छु हामी सबै दुखित छौँ। काम तीव्र रूपमा भएको छ, यहाँभित्र हरेक संरचना तीव्र भएको छ। यो दुबो लगाइएको छ सर, यो ठाउँमा दुबो लगाइएको छ र हरेक क्षेत्रबाट यहाँ चाहिँ काम तीव्र भएको छ। अहिले चाहिँ विशेष गरी सबैको गाडीहरू यहीँ छ, सरकारी उच्च स्तरीय टोलीको गाडी यहीँ छ। उहाँहरू चाहिँ धुर्मुस सुन्तलीको साइड अफिस जानु भएको छ। मैले भने यताबाट तपाईँलाई देखाइराखेको छु सर। भुषालजी, खासमा गौतम बुद्ध इन्टरनेसनल स्टेडियम चितवनमा बन्दैछ। मैले पछिल्लो समयमा धेरै पटक यो विषयमा रिपोर्टिङ पनि गरिरहेको छु, निरन्तर रिपोर्टिङ गरिरहेको छु भुषालजी। हामीले धेरै जानकारी पनि गरायौँ दर्शक महानुभावलाई। प्लिज तपाईँहरू यो विषयमा मेरै पूर्वमा बनिदियोस् यो स्टेडियम, मेरै पश्चिममा बनिदियोस् यो स्टेडियम भनेर त्यसरी नजानुहोस्। यो स्टेडियम एउटा केन्द्र भागमा सेन्ट्रल पोइन्टमा बनेको छ, चितवनमा बनेको छ। तपाईँको मेचीको मान्छे त्यहाँ आउन सक्छ, महाकालीको मान्छे त्यहाँ आउन सक्छ, सहज बन्छ। हामीले सबैको लागि चाहिँ सहज स्थान सेलेक्सन गर्नुपर्छ, त्यो अनुसार चाहिँ सही ठाउँ चाहिँ हामीले त्यो ठाउँ सेलेक्सन गर्न पुगेका हौँ भनेर धुर्मुस दाइले मलाई पटक पटक भन्नुभएको छ। हजुर,
यो भ्यू टावर देख्नुहुन्छ, नमुना भ्यू टावर बनेको छ यहाँ पनि तपाईँलाई देखाएँ पछाडिपट्टि, उहाँ परपट्टि भ्यू टावर देखिन्छ। त्यसबाट सबै स्टेडियमको यो पुरा हेर्न मिल्ने गरी बनाइएको छ। गेट देख्नुहुन्छ, हरेक संरचना धेरै बेस्ट छ। तर केही आज के सोचाइले हो यो घटना घट्यो, अब नघटोस्, समस्या समाधानतर्फ सम्बन्धित पक्ष लागोस्। सुरक्षाका दृष्टिकोणले पनि अब यहाँ प्रश्न उठेको छ सर, सुरक्षा के हो भन्ने प्रश्न आएको छ। विशेष गरी यो प्रश्नले अब अहिले यो चितवनको माहौल तातेको छ, खै त सुरक्षा, एउटा स्टेडियम एउटा ठुलो परियोजना आँट्दै गर्दा खै त सुरक्षा भन्ने कुरा आएको छ। अब यसतर्फ सम्बन्धित पक्षले बेलैमा सोच्न सक्यो भने यो घटना नघट्न पनि सक्थ्यो। आज सुनेको थिएँ त्यति सुरक्षाको दृष्टिकोणले पनि यहाँ त्यति यो कम्पाउन्डिङ सुरक्षित छैन सर। यहाँ कोही मान्छे कतिखेर के हुन्छ थाहा नहुने अवस्थामा पनि छ। तपाईँलाई मैले प्रश्न पारेँ, आज घटना घट्दै गर्दा त हामी यथार्थ कुरा बोल्नुपर्छ। पुलिस त्यही हुँदाखेरि पुलिसले खिचेको फोटो समेत डिलिट गर्न लगाएको कुरा मैले थाहा पाएको छु सर। हजुर, र यो डोजर चलाउने व्यक्तिहरूले, हजुर सर, हजुर भन्नु त। डोजर चलाउने व्यक्तिको नाम तपाईँलाई थाहा भयो? कसरी, कोबाट परिचालित भएको थियो यो विषयमा अलिकति? हजुर, त्यो चाहिँ मैले थाहा पाइनँ सर। 16 जना समातिएको मैले जानकारी पाएको छु। त्यो सबै अपडेट तपाईँहरूसँग फेरि पुनः सम्प्रेषण गर्ने यी कुराहरू रूपमा थाहा नभएको जोडिराख्नु भएको छ पक्कै पनि। र अहिले प्रत्यक्ष, हजुर, र अहिले मेयरज्यू आउनु भएको छ भुषालजी, पक्कै पनि मेयरज्यू अहिले के गर्दै हुनुहुन्छ, कहाँ पुग्नु भयो, त्यसको बारेमा पनि जानकारी गराइदिनु पर्यो। साइड अफिसमा उहाँहरू भित्र चाहिँ धुर्मुस दाई लगायतको केही टिम भित्रपट्टि विशेष छलफल गरेको मैले जानकारी पाएको छु सर। त्यहाँ कसैलाई पनि अहिले प्रवेश गर्न दिएको छैन साइड अफिसमा। यो ठ्याक्कै डोजर चलाएकै ठाउँमा तपाईँ हुनुहुन्छ, हेर्नुहोस् सबै त्यो पुरै डोजर कति मिनटसम्म चल्यो सर डोजर? हजुर, कति मिनटसम्म चल्यो त्यहाँ? कति डोजर चल्यो सर? 1 घण्टासम्म मजाले चल्यो। हेर्नु न, यस्तो संरचना यस्तो भयो भने सोच्नुहोस्। ल हेर्नुहोस् त, टिनको हालत यस्तो छ। अब सोच्नुहोस्, टिन देख्न सक्नुहुन्छ, हेर्नुहोस् त टिनहरू। र त्यहाँको प्रशासनले अहिले के भनिरहेको छ? कारबाही कस्तो किसिमको कारबाही हुन्छ, के छ कि तपाईँ जानकारी पाउनु भयो विशालजी? कारबाहीका लागि पछि हट्ने छैनौँ। सम्बन्धित त्यो दोषीलाई कडाभन्दा कडा कारबाही गरिने जानकारी पाएको छु। यो त्यो भन्ने चाहिँ आइसकेको छैन सर। अब के छ, राजनीतिक आस्था के छ, राजनीतिक धरोहर छ, संरचना के छ। हाम्रो समाज आज विकास बन्नु नबन्नुको मुख्य कारण भनेको आज आफ्नो तेरो मेरो भन्दाखेरि हो। अब के छ हेरौँ है सर। अब अहिले नै अब यो छैन, अहिले भन्दाखेरि त कडाभन्दा कडा कारबाहीका लागि पहल गरेका छौँ भनेर भनिएको छ। 16 जनालाई समातेको सूचना पाएको छु। तर हजुर, सर्वेन्द्र सर, चितवनमा घटेको घटनालाई लिएर यहाँ लाइभमा छु, विश्वभरबाट हेरिराख्नु भएको छ, थोरै बोलिदिनुहोस्। हेलो अर्जुनजी। हजुर सर, हजुर हजुर, र सर्वेन्द्र खनालज्यू जो आइजिपी हुनुहुन्छ, पक्कै पनि त्यहाँको प्रहरी प्रशासनलाई उहाँले कस्तो निर्देशन दिनुभयो यो घटनाको विषयमा भनेर मैले बुझ्ने प्रयास गरिरहेको छु। उहाँ अहिले एउटा विशेष कार्यक्रममा भएकोले पक्कै पनि हाम्रो दर्शक महानुभावले पनि केही सुन्नुभयो आवाज। र सर्वेन्द्र खनालज्यू आइजिपी अहिले विशेष कार्यक्रममा हुनुहुन्छ। उहाँ केही समयपछि मसँग बोल्छु भन्नुभएको छ। पक्कै पनि हामी उहाँसँग कुराकानी गर्नेछौँ, बुझ्नेछौँ के हुँदैछ, कस्तो किसिमको कारबाही हुनेछ, पक्कै पनि उहाँले हामीलाई जानकारी गराउनुहुनेछ। र अहिले रात परिसकेको अवस्था छ, पक्कै पनि नेपालको अहिले नेपालको 7 बजिसक्यो सर। नेपालको 7 बजिसक्यो। हजुर, मुसलधारे पानी पर्ने छ, हावाहुरी चलिरहेको अवस्था छ सर अहिले। पक्कै पनि एकदमै दुःखद घटना घटेको छ। यो विषयमा चाहिँ हामी एकदमै पक्कै पनि दर्शक महानुभावलाई यो विशेष जानकारी गराउन चाहन्छौँ। हेलो हजुर, सुरेन्द्र सर, अर्जुनजी, अलिकति यो जुन तपाईँको चितवनमा जुन घटना घट्यो त्यो विषयमा अलिकति बोलिदिनु न सर। चितवनमा जुन घटना घट्यो होइन, यो विषयमा अलिकति बोलिदिनु पर्यो। हेलो हेलो
हजुर सुरेन्द्रजी, यो जुन एउटा चितवनमा घट्यो नि घटना होइन, त्यो विषयमा पक्कै पनि अहिले हामीसँग भुषालजी लाइभमा हुनुहुन्छ, उताबाट स्क्रिनमा लाइभमा हुनुहुन्छ। र यो जुन चितवनमा धुर्मु सुन्तली ले बनाउँदै गरेको जुन एउटा स्टेडियम छ त्यो माथि प्रहार भयो, बिहान डोजर चल्यो, के हो यो खासमा, किन यस्तो हुँदैछ? तपाईँ एउटा थिङ्क ट्याङ्क हो नेपालमा, अहिले पछिल्लो समयमा यस्ता गतिविधिहरूमा चाहिँ तपाईँको एउटा राम्रो नजर रहेको छ। सुरेन्द्र डाक्टर साहब, हामी धुर्मु सुन्तली फाउन्डेसनले गरेको जुन काम छ यो एकदमै सराहनीय काम छ। हामी यसको प्रशंसा गर्छौँ र उहाँहरूले गरिरहेको काम जुन किसिमको अवरोध गरिएको छ, जुन किसिमले व्यवधान खडा गरिराखेको छ, त्यसको हामी घोर भर्त्सना गर्दछौँ र यसले अहिलेको सरकारको चरित्र देखाउँछ। यो सरकार वास्तवमा नागरिक समाजले गरेका विकास निर्माणका कामहरू, नागरिक समाजले उठाएका आवाजहरूलाई सहन सक्दैन। यो सरकार नागरिक विरोधी छ, नागरिक विरोधी चरित्र यसको छ भन्ने कुरो देखाउँछ। धुर्मु सुन्तली जस्तो एउटा विशुद्ध समाज सेवामा अगाडि बढेको फाउन्डेसनलाई सहयोग गर्नुपर्ने, त्यसलाई प्रोत्साहन गर्नुपर्नेमा नगरेको कुरालाई हामी दुखित भएका छौँ। र अझ अर्को घटना आजै मात्रै सुर्खेतमा नेपालका लागि नेपालीले शान्तिपूर्ण रूपमा भ्रष्टाचारको विरुद्धमा गरेको अभियानमा हाम्रा अभियन्ता ज्ञानेन्द्र साईजी र अन्य मित्रहरूलाई पनि त्यहाँ गिरफ्तार गरिएको छ र हामी उक्त कुराको घोर भर्त्सना गर्दछौँ। र यस किसिमको कार्यक्रमले के देखाउँछ भने गभर्मेन्टका यस किसिमका गतिविधिहरूले सरकार चाहिँ लोकतन्त्रप्रति नै असहिष्णु बनेको छ। जसरी ज्ञानेन्द्र साईजी र भीमबहादुर साईजीलाई आज गिरफ्तार गरियो, उहाँहरूमाथि लाठी प्रहार गरियो, उहाँहरू दुवैजनाले घाइते हुनुहुन्छ, अहिले हस्पिटलमा उहाँको यो बडीमा भएको घाउहरूको चाहिँ के कस्तो अवस्था छ भनेर जाँच गर्न लगिएको अवस्था छ र ज्ञानेन्द्र साईजीको टाउकोमा पनि चोट लागेको छ। चोट यो कसले प्रहार गर्यो डाक्टर साहब? त्यो प्रहरीले किन यस्तो दमन गर्यो? हिजो मात्रै शालिग्राम पुडासैनी जो न्युज 24 टेलिभिजनका पत्रकार कालीमाटीमा चाहिँ एउटा किसिमको लाताले हान्छु क्यामेरामै चाहिँ प्रहार गरेको दृश्य तपाईँले हेर्नुभयो होला सायद होइन, सामाजिक सञ्जालमा पनि देख्नुभयो होला। किन यस्तो भइरहेको छ? प्रहरीले किन दमन गरिरहेको छ? तर आज डोजर चल्यो, त्यहाँ चाहिँ प्रहरी चाहिँ टुलु हेरेर बसिरहेकै अवस्था भन्नुपर्छ। 1 घण्टासम्म चलिरहँदा कुनै संयन्त्र त युज गर्न सकिन्थ्यो नि। के हो खासमा यस्तो किन हुँदैछ देशमा? यस्ता घटना जस्तो यही ललितपुरकै वडा नम्बर 13 मा भएको गणेश मन्दिर भत्काइएको छ। प्रहरी नगरपालिकाका वडाका व्यक्तिहरू लागेर गणेश मन्दिर भत्काइयो, त्यहाँका स्थानीय व्यक्तिहरूले प्रतिरोध गरे, स्थानीय व्यक्तिहरूलाई गिरफ्तार गरियो, त्यहाँ लाठी प्रहार गरियो। आज धुर्मु सुन्तली फाउन्डेसन भत्काउने काम भएको छ, त्यसले बनाएको त्यो जुन भवन छ त्यो भत्काउने काम भएको छ। ज्ञानेन्द्र साई र भीमबहादुर साई जस्ता व्यक्तिहरूले शान्तिपूर्ण रूपमा भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँदाखेरि उहाँहरूमाथि गिरफ्तार गरिएको छ। पत्रकारहरूमाथि आक्रमण भइरहेछ। यसले समग्रतामा के देखाउँछ भने यो सरकारले लोकतान्त्रिक चरित्र गुमाइसक्यो। यो सरकार एउटा टोटलिटेरियन सरकार भइसक्यो, निरङ्कुशतातर्फ यो गइसक्यो। यसले पञ्चायतकालीन शैली र संस्कृति देखाइसकेको छ। यो एउटा अराजक, लोकतन्त्र विरोधी, राष्ट्र विरोधी र नागरिकहरूका मौलिक मानवाधिकार विरोधी सरकारको रूपमा यसले आफूलाई चित्रण गरेको छ। त्यसैले यस्ता कार्यको हामी घोर भर्त्सना गर्दछौँ। नेपालका लागि नेपाली अभियान यस्ता कार्यहरूको विरुद्धमा छ र हाम्रो साथ यस्तो सामाजिक काम गर्ने, शान्तिपूर्ण भेला गर्ने, शान्तिपूर्ण प्रदर्शन गर्ने, भ्रष्टाचारको विरुद्धमा उभिने र राष्ट्रियताको पक्षमा लड्ने सम्पूर्ण नेपाली नागरिकहरूप्रति हाम्रो साथ छ। हजुर, र अहिले पछिल्लो केही जानकारी पाउनु भएको छ तपाईँले? मैले अहिले पछिल्लो जानकारी पाएको छैन। अहिले मलाई भर्खरै धेरै फोनहरू आइरहेका छन् हजुरसँग कुरा गर्दै। सायद ज्ञानेन्द्र साईजीको बारेमा हामीलाई तत्कालै अपडेट हुनेछ। उहाँलाई हस्पिटलबाट अहिले फेरि प्रहरी कार्यालयमा लगिएको छ भन्ने कुरा हामीले भर्खरै थाहा पायौँ। उहाँको अवस्था कस्तो छ भन्ने बारेमा मलाई लाग्छ 10-15 मिनट पछाडि यहाँसँग फेरि हाम्रो कुराकानी भयो भने म बताउनेछु। हजुर, र ब्लिडिङ समेत भएर अब लगभग अवस्था अलिक क्रिटिकलै छ भन्न मिल्छ होइन सर? अहिलेसम्म त उहाँको टाउकोमा घाउ लागेको छ, उहाँको 6वटा स्टिचिङ गरिएको छ भन्ने हामीले जानकारी पाएका छौँ। तर यसको सत्य तथ्य कुरा हामी केही समय पछाडि अवगत गराउनेछौँ। हजुर, थ्याङ्क यू सर। म तपाईँलाई पुनः जोड्नेछु पछि, र जानकारीका लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू हजुर, नमस्कार। र उहाँ हुनुहुन्छ डाक्टर सुरेन्द्र भण्डारी र नेपालका लागि नेपाली भन्ने अभियान
का चाहिँ प्रमुख हुनुहुन्छ र ज्ञानेन्द्र शाही लगायतका व्यक्तित्वहरू जो भ्रष्टाचार विरुद्धको महाअभियानमा हुनुहुन्छ र उहाँहरूलाई चाहिँ उहाँहरूमाथि प्रहरीले ठाडो प्रहार गरेको छ, लट्ठीचार्ज गरेको छ र ब्लिडिङ भइरहेको छ, अवस्था गम्भीर रहेको छ। म तपाईँलाई यो यही लाइभ मार्फत जानकारी गराउन चाहन्छौँ। हामीले केही समय अगाडि मात्रै अर्जुन भुषालजीलाई जोडिरहेका थियौँ र म पुनः अर्जुनजीलाई चाहिँ जोड्न चाहन्छु। पक्कै पनि यो हामीले बिचमा अलिकति ब्रेकिङ न्युज हामी बिचमा दिन चाह्यौँ। दर्शक महानुभाव, भ्रष्टाचार विरुद्धको महाअभियानमा पछिल्लो समयमा अहोरात्र खटिँदै आउनुभएका ज्ञानेन्द्र शाहीमाथि चाहिँ प्रहरीले लाठीचार्ज गरेको छ। पक्कै पनि यो एकदम दुःखद घटना भन्नुपर्छ। एकपछि अर्को दुःखद घटना घटिरहेको अवस्था छ र हामीले यही विषयमा पनि जान्ने प्रयास गर्नेछौँ, बुझ्ने प्रयास गर्नेछौँ। तपाईँ समक्ष सत्य कुरा हामी ल्याएर उपस्थित हुनेछौँ र म पुनः चाहिँ हाम्रो भुषालजीलाई चाहिँ जोड्ने प्रयास गर्नेछु पक्कै पनि। र आजको यो विशेष लाइभ हेर्दै हुनुहुन्छ र पक्कै पनि जुन किसिमको एउटा घटना घटेको छ चितवनमा, त्यो घटना विकास विरोधीहरूले गरेको हो। अर्जुनजी, म तपाईँलाई जोड्ने प्रयास गरिरहेको छु। अर्जुनजी पक्कै पनि तपाईँ आइदिनुहोस् लाइभमा र मैले तपाईँलाई जोड्ने प्रयास गरिरहेको छु। पक्कै पनि मैले हजुर दर्शक महानुभावहरू, अहिले हामी प्रत्यक्ष लाइभमा छौँ। चितवनबाट प्रत्यक्ष लाइभ प्रसारण भइरहेको छ। तपाईँहरूको वालमा यो भिडियो हुनुपर्छ। पक्कै पनि ज्ञानेन्द्र शाही माथि पनि प्रहार भएको छ। तपाईँहरूको ले चाहिँ ज्ञानेन्द्र शाहीलाई चाहिँ चिन्नु भएको छ। पक्कै पनि उहाँ जो भ्रष्टाचार विरुद्धको महाअभियान एनसेलले चाहिँ कर किन बुझाएन समयमै भन्ने विरुद्धको महाअभियान र विदेशमा बस्नुहुने आम नागरिकहरूको पक्षमा उहाँले आवाज उठाउँदै आउनुभएको थियो र आज मात्रै प्रहरीले चार्ज गरेको छ, प्रहरीले प्रहार गरेको छ। अहिले भर्खरै हामीले ब्रेकिङ तपाईँलाई देखायौँ। डाक्टर सुरेन्द्र भण्डारी जो नेपालका लागि नेपाली भन्ने अभियानका प्रमुख हुनुहुन्छ र पछिल्लो समयमा व्हाइट बडी काण्डको विषयमा पनि उहाँले चाहिँ एउटा स्ट्रङ पिलर भएर उभिराख्नु भएको छ। म अर्जुनजीलाई मैले देखिरहेको छु। म अर्जुनजीलाई जोड्ने प्रयास गरिरहेको छु। अर्जुनजी प्लिज कनेक्ट भइदिनु हुन म अनुरोध गर्न चाहन्छु। हामीलाई अहिले 1.5K ले हेरिराख्नु भएको छ। म विश्वभरबाट हेरिराख्नुहुने सम्पूर्ण दर्शक महानुभावलाई हार्दिक स्वागत गर्न चाहन्छु। हजुर अर्जुनजी त्यहाँको हजुर अर्जुनजी त्यताको अलिकति के हुँदैछ? यहाँ प्रतिबद्धता कार्यक्रम चलेको छ सर। हरेक राजनीतिक दलबाट प्रतिबद्धता कार्यक्रम चलेको छ सर। चितवनबाट अर्जुन भुषाल उहाँको नेतृत्वमा यहाँ चाहिँ हरेक बनिरहेको छ कैलालीमा। यो अभियानलाई सम्पन्न गर्न हाम्रो साथ छ भनेर प्रतिबद्धता कार्यक्रम चलिरहेको छ। कडा कारबाही हुनुपर्छ अपराधीहरूलाई। त्यसैले यसमा सत्य भएर निर्धक्कका साथ काम अगाडि बढाउन म अनुरोध गर्न चाहन्छु र यसमा आवश्यक सहयोग पुर्याउन स्थानीय प्रशासनदेखि लिएर भरतपुर महानगरपालिकाका यहाँ मेयर साहब हुनुहुन्छ, माननीय हाम्रा सदस्यहरू हुनुहुन्छ, राजनीतिक दलका नेता साथीहरू हुनुहुन्छ। सबै हामी यहाँ उपस्थित रहेका सबैलाई गम्भीर ढङ्गले लिएर हामी सबै उपस्थित भएको हुनाले यसमा यहाँले पनि त्यही ढङ्गले बुझिदिएर यसलाई कामलाई अगाडि बढाउनु जसले जुन ढङ्गले योजना पहिला गराउनु भएको थियो हदैमा यसको सिनेमा 2 वर्षभित्र सम्पन्न गर्ने गरी जुन ढङ्गले अब यो कामको प्रारम्भ गर्नुभएको छ त्यही गतिका साथ अगाडि बढाउनको म हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँका स्थानीय जनताहरूले पनि अब यो चाहिँ सानोतिनो केही समस्याहरू आएन, केही कुराहरू उठ्न तपाईँले यसमा त्यही ढङ्गले होइन बसेर छलफल गर्ने कुरा हुन्छ। हजुर एकदमै सुनिरहेको छु सर। हाम्रा दर्शक महानुभावले हेरिराख्नु भएको छ। अर्जुन भुषालजी हुनुहुन्छ चितवनबाट। दर्शक महानुभावहरू नैतिक र आर्थिक जे जति तपाईँको ठाउँबाट सहयोग गर्नुभएको सहयोग गर्नु सम्पूर्ण जनसमुदायलाई हार्दिक अनुरोध गर्दै म आफ्नो भनाइ यहाँ अन्त्य गर्न चाहन्छु। अब म भरतपुर महानगरपालिकाका आदरणीय मेयर साहबलाई केही कुराहरू राखिदिनु हुनको लागि अनुरोध गर्दछु। प्रदेश सभाका मान्य सदस्यज्यूहरू, राजनीतिक पार्टी नेपाल कम्युनिस्ट पार्टी, नेपाली काङ्ग्रेसका पार्टी रेणु दाहाल हैन मेयरज्यू, सम्पूर्ण उपस्थित महानुभावहरू,
र अलि नजिक जाने प्रयास गरिदिनु न भुषालजी, पक्कै पनि उहाँको ठ्याक्कै फेस हामीले देखाउन पायो भने धेरै बेटर हुन्थ्यो। सबैलाई आग्रह गरेर हामीलाई यसले विश्वभरबाट हेर्दै हुनुहुन्छ। लगभग सबैभन्दा ठुलो कभरेज भइरहेको छ अहिले वेस्ट नेपालले गरिरहेको छ र विश्वभरबाट हेर्दै हुनुहुन्छ। दिवसको सन्दर्भ हामी सबै जनप्रतिनिधिहरू, यहाँका राजनीतिक पार्टीहरू, सबै विभिन्न संस्थाहरू, सामाजिक सबै खालको रेणु दाहालज्यू मेयर भरतपुर महानगरपालिका मुस्कान स्टोरमा कार्यक्रमको सन्दर्भमा हामी जुटिराखेका थियौँ। हामी कार्यक्रमकै सन्दर्भमा अगाडि बढिराखेका थियौँ। हामीलाई यहाँ यस्तो खालको भेरी गुड अर्जुन भुषालजी। अनि टाइममा जानकारी पनि भएन। हामी कार्यक्रमकै बिचमा हुँदाखेरि त्यो कुराको सर्कुलेसन नहुँदाखेरि अनि यहाँ घटनाहरू अराजक ढङ्गले घटनाहरू घटिसकेको रहेछ। पछि हामीले जानकारी पाइसके पछाडि हामीलाई यो समग्र घटनाप्रति जसरी यहाँ प्रज्ञप्त भएको छ, म त्यसरी नै भरतपुर महानगरपालिकाको तर्फबाट म भर्सना गर्न चाहन्छु र फेरि व्यक्त गर्न चाहन्छु भरतपुर महानगरपालिकाको तर्फबाट। आगामी जनसङ्ख्याहरू यो सामान्य कुरा छैन। हामीले ठुलो दुःखले आर्जिएको यो क्रिकेट रङ्गशाला अन्तर्राष्ट्रिय वैकल्पिक अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला असाध्यै ठुलो मेहनत र दुःखबाट यो अवस्थासम्म हामी आइपुगेका छौँ। यो सन्दर्भमा यहाँका जनताहरूलाई भ्रमित पारेर यहाँका अराजक भिडहरूले अराजक तत्त्वहरूले जुन खालको घटना आज घटाए त्यो असाध्यै लज्जास्पद छ। हामी सबैको लज्जाले शिर निहुरिएको छ। भरतपुर महानगरपालिकाको पनि पक्कै पनि शिर निहुरिएकै छ। आजको दिनमा यति ठुलो राष्ट्रिय गौरवको आयोजना हामीले अगाडि बढाउँदै गर्दाखेरि हामी सरकार, जनता, निजी क्षेत्र, सामाजिक संस्था हामी सबैको सहकार्यबाट यति ठुलो गौरवको आयोजना दुर्मुख सञ्चालित फाउन्डेसन अघि नै पनि विषयहरू आइसकेको छ। उहाँहरू अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माणका लागि ठाउँको खोजीमा अगाडि बढिराख्दै गर्दाखेरि हामी भरतपुर महानगरपालिकामा यो आवश्यकता छ। त्यसकै एउटा केन्द्रभागमा यो खालको खेलकुदको एउटा हब जो बन्ने सम्भावना पनि छ। मुताबिक उहाँहरू यहाँ जग्गा हेर्ने सन्दर्भमा आउनुभयो, जग्गा हामीले उपलब्ध गरायो। त्यसपछि उहाँहरू तुरन्त गतिमा रात दिन नभनेर घाम पानी नभनेर सबै खालका आफ्ना व्यक्तिगत सबै चिजहरू छोडेर क्रिकेट रङ्गशाला निर्माणका लागि जुटिराख्नु भएको छ। अहोरात्र खटिराख्नु भएको छ। यहाँका जनताहरूले हामीले आर्थिक, नैतिक, भौतिक सबै खालको सहयोग गर्नु पर्छ। यस्तो खालको जुन परिस्थिति आज घट्यो त्यसले हामी सबैको शिर निहुरिएकै छ। जनता यहाँका स्थानीय जनसमुदायहरू जो बिहान त्यो र अर्जुन भुषालजी अहिले प्रत्यक्ष लाइभमा जोडिराख्नु भएको छ। हामीसँग अर्जुन भुषालजी हुनुहुन्छ, पक्कै पनि अलिकति डिस्कनेक्ट भएको छ र मेयरज्यू बोलिराख्नु भएको छ र हामीसँग अहिले मेयरज्यू हुनुहुन्छ, रेणु दाहालज्यू हुनुहुन्छ। उहाँले चाहिँ आफ्नो विचार राख्दै हुनुहुन्छ र आज बिहान जुन किसिमको हमला भयो, क्रिकेट स्टेडियम बन्दै गरेको क्रिकेट स्टेडियममाथिको हमला, डोजर चल्नु र त्यो घटनालाई लिएर अहिले विश्वव्यापी रूपले चाहिँ एउटा किसिमको दबाब भइरहेको छ। एउटा किसिमको एउटा नराम्रो तरिकाले गाली प्रहार पनि भइरहेको छ ती जो डोजर चलाउने व्यक्तित्वहरूमाथि। पक्कै पनि अहिले भर्खरै हामीसँग जोडिराख्नु भएको छ। हामीसँग अहिले केही समय अगाडि मात्रै रेणु दाहाल जो त्यहाँको मेयर हुनुहुन्छ र उहाँले चाहिँ आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। पक्कै पनि यसको अगेन्स्टमा उहाँले पनि यो जुन किसिमको घटना घटेको छ घटनाको बारेमा उहाँले दुःख जाहेर गर्नुभएको छ, चिन्ता जाहेर गर्नुभएको छ र एउटा स्टेडियम माथिको मात्रै प्रहार नभएर यो आम खेलाडीहरू, यो आम खेल प्रेमीहरू माथिको प्रहार हो, 3 करोड नेपाली माथिको प्रहार हो भनेर चाहिँ सबैले भने। हजुर यो एकदमै खेदजनक छ। यसर्थ यस्तो खालको घटना आगामी दिनमा हुने छैन। आज जुन घटना घटेको छ, जुन घटनामा प्रत्यक्ष सहभागिता छन्, मुख्य नेतृत्व गर्नेलाई पनि त्यही खालको कारबाही हुन्छ। प्रत्यक्ष सहभागिता जनाएर पनि अहिले यहाँ कानुनी दायरामा पनि आइसकेका छन्। कतिपय मुख्य नायक छ, अझै पनि त्यो व्यक्तिको छैन। त्यसको खोजी हामी गरिरहेका छौँ। कुनै पनि अर्थमा त्यो मुक्त हुन पाउने छैन। मैले मुक्त दिन चाहन्छु। यस्ता खालका राष्ट्रद्रोही, राष्ट्र
पनि होइन भनेर जुन यहाँ यो जहाज छानेको छ त्यस्ता खालका विषयहरू कुनै प्रत्यक्ष लाइभ हेर्दै हुनुहुन्छ हामीसँग अर्जुन भुषालजी जोडिराख्नु भएको छ र हामीले त्यहाँको चाहिँ अहिले पर्चिल्लो जानकारी तपाईहरु समक्ष राख्ने प्रयास गरिरहेका छौं र मेयर रेणु दाहालज्यू आफ्नो विचार प्रस्तुत गर्दै हुनुहुन्छ र अहिले हामीसँग त्यहाँबाट प्रत्यक्ष लाइभमा जोडिने प्रयास गरिराख्नु भएको छ। हामीले केही समय अगाडि मात्रै त्यहाँको जुन एउटा भत्काइएको संरचनालाई पनि प्रत्यक्ष लाइभमा देखायौं तपाईहरु समक्ष, जस्ताको त्यस्तै त्यहाँको प्रत्यक्ष चाहिँ त्यो दृश्य हामीले देखाउन पायौं। पक्कै पनि अहिले हामीसँग अर्जुन भुषालजी चितवनबाट जोडिराख्नु भएको छ। अर्जुन भुषालजीले चाहिँ त्यहाँको प्रत्यक्ष लाइभ लाई चाहिँ यहाँ कभरेज गर्नको लागि सहयोग गरिराख्नु भएको छ। वेस्ट नेपाल हेर्दै हुनुहुन्छ, विश्वभरबाट हेर्नुहुने सम्पूर्ण तमाम दर्शक महानुभावहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र अर्जुनजीलाई मैले जोडिने प्रयास गरिरहेको छु र मेयरज्यूले भनिसक्नु भएको छ जुन किसिमको यो जुन एउटा प्रहार भएको छ गौतम बुद्ध इन्टरनेसनल स्टेडियम माथिको जुन एउटा प्रहार छ, त्यो प्रहार स्टेडियम माथि मात्रै होइन, त्यो प्रहार 3 करोड नेपाली माथिको हो। त्यो प्रहार विकास विरोधीहरूले गरेको प्रहार हो र यस्तो किसिमको एउटा जुन कार्य भएको छ, जुन एउटा यस्तो किसिमको घटना घटेको छ, पक्कै पनि यसको एउटा चौतर्फी व्यापक विरोध भइरहेको छ। मैले यहाँ धेरै ठाउँबाट व्यक्तित्वहरूलाई देखिरहेको छु, युवा जमातहरूलाई देखिरहेको छु। तपाईहरुको खुन पसिनाले तपाईहरुले आर्जेको त्यो एउटा जुन सम्पत्ति छ, तपाईहरुले जुन आफूले एउटा नसकी चाहिँ धेरै दुःख गरेर विदेशमा जुन किसिमको एउटा पैसा कमाइराख्नु भएको छ, त्यसको केही अंश यो गौतम बुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियमको लागि भनेर तपाईले छुट्याउनु भएको छ। कोही छुट्याउने मनस्थितिमा हुनुहुन्छ, कसैले चाहिँ अभियान सुरु गर्नुपर्छ भन्ने अभियानका लागि पनि एक किसिमको उहाँहरूले तयारी गरिराख्नु भएको अवस्थामा हुनुहुन्छ। पक्कै पनि जो जहाँबाट जुनसुकै अवस्थामा हुनुहुन्छ, जसले जस्तो किसिमको तयारी गरिराख्नु भएको छ, तपाईहरु सबैलाई यो जुन घटना छ, यो घटनाले चिन्तित बनाएको छ। पक्कै पनि धुर्मुस दाइसँग मेरो केही समय अगाडि मात्रै कुरा भएको थियो। उहाँले भनिसक्नु भएको छ यो प्रहार स्टेडियम माथिको प्रहार होइन, यो डोजर स्टेडियम माथि मात्रै डोजर चलेको होइन, यो 3 करोड नेपालीको मनमाथि, यो 3 करोड नेपालीको विकास चाहेको जुन एउटा विकास चाहेको जुन एउटा 3 करोड नेपालीले विकास चाहेको छ, त्यो माथिको यो एउटा डोजर प्रहार भएको हो भनेर विभिन्न ठाउँबाट टीका टिप्पणी भइरहेको अवस्था छ। र अहिले हामीसँग प्रत्यक्ष लाइभमा केही समय अगाडि मात्रै तपाईले सुन्नुभयो, प्रत्यक्ष लाइभमा भनिसक्नु भएको छ मेयर रेणु दाहालज्यूले जुन यो घटना योजना तरिकाले गरिएको हो भनेर उहाँले भन्नुभएको छ। र अहिले धेरै पक्षहरू, राजनीतिक दलका नेतृत्वहरू पनि त्यो ठाउँमा पुगेका छन्। पक्कै पनि जुन किसिमको यो आज 6 बजेपछि 1 घण्टा लगभग 1 घण्टा चाहिँ त्यहाँ डोजर चल्यो र त्यहाँ बन्दै गरेको संरचनालाई चाहिँ एउटा ध्वस्त पार्ने काम भयो, त्यसको चाहिँ घोर विरोध देश तथा विदेशमा रहेका युवाहरूले गरिरहेका छन् र तपाईहरुले गरिराख्नु भएको छ। तपाईहरुले सकारात्मक विरोध गरिराख्नु भएको छ। पक्कै पनि यो सकारात्मक विरोधलाई चाहिँ एउटा किसिमको जुन एउटा सकारात्मक तपाईले यसको भण्डाफोर गरिराख्नु भएको छ। यसले धुर्मुस सुन्तली लगायत सम्पूर्ण अभियन्ताहरूमा चाहिँ एक किसिमको ऊर्जा पैदा गरेको छ। पक्कै पनि केही व्यक्तित्वहरूले यसरी चाहिँ एउटा अराजकतालाई चाहिँ यथा रोकिनुपर्छ। त्यस्तो किसिमको संयन्त्र अहिलेको शक्तिशाली बनाउँदो सरकारले गर्नुपर्छ र पक्कै पनि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू अब भारतको भ्रमणमा जाँदै हुनुहुन्छ र हामी उहाँलाई अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छौँ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो चोटि प्रधानमन्त्रीका लागि चाहिँ उहाँ चाहिँ एउटा जनताले चुनिसकेको छ र तपाईलाई मैले यो जानकारी पनि गराउनु पर्छ। र अहिले अर्जुन भुषालजी प्रत्यक्ष लाइभमा जोडिने प्रयास गर्दै हुनुहुन्छ। पक्कै पनि मैले उहाँलाई देखिरहेको छु र
अझै हामीले त्यहाँको धेरै कुराहरू हामीले जानकारी गराउने पक्षमा छौँ। दर्शक महानुभावहरू, तपाईँहरूले देखिसक्नुभयो त्यहाँको एउटा भौतिक संरचना, जुन किसिमको एउटा बनिरहेको भौतिक संरचना माथि चाहिँ डोजर चलाएर एउटा किसिमको प्रहार भएको छ। त्यसको घोर निन्दा धेरै ठाउँबाट भएको छ। मैले यो जानकारी तपाईँलाई गराउन चाहन्छु। समाजसेवीहरू र विभिन्न ठाउँबाट महान समाजसेवीहरू देशमा मात्रै होइन विदेशमा पनि अहोरात्र खटिएर आफ्नो कामलाई पनि निरन्तरता दिएर केही आफ्नो बचेको अंश, केही आफ्नो बचेको समय देशका खातिर चाहिँ अब लगाउनु हुने, लगानी गर्नुहुने ती महान व्यक्तित्वहरूलाई म यही लाइभ मार्फत नमन गर्न चाहन्छु। उहाँहरू सबैले चाहिँ अहोरात्र खटेर चाहिँ यो अभियानमा चाहिँ सबभन्दा ठुलो सहयोग पुर्याइराख्नु भएको छ र धेरै ठाउँबाट अभियन्ता साथीहरूले, मित्रहरूले पक्कै पनि विभिन्न ठाउँबाट रकम सङ्कलन गरेर आफूले आर्जन गरेको केही अंश यो गौतम बुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियमका लागि चाहिँ छुट्याउनु भएको छ, उठाउनु भएको छ, सहयोग गर्नुभएको छ र 3 अर्बमा बन्दै गरेको यो स्टेडियम को चाहिँ एउटा संरचना अहिले आधार एउटा तयार भइरहेको थियो। त्यो आधार तयार भइरहँदा त्यसलाई चाहिँ निमोट्ने काम भएको छ, त्यसलाई जरैबाट उखाल्ने काम भइरहेको छ, त्यसलाई जरैबाट ध्वस्त गर्ने काम भइरहेको छ। यसको चाहिँ व्यापक विरोध हुनु स्वाभाविक हो। पक्कै पनि धेरै ठाउँबाट व्यक्तित्वहरू जोडिराख्नु भएको छ। म आजको यो विशेष लाइभमा तपाईँहरू सबैले जोडिएर सहयोग गरिदिनु भयो। म अर्जुनजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अर्जुन भुषालजीलाई, उहाँले चाहिँ कैलालीमा स्कुल बनाउँदै हुनुहुन्छ। म उहाँको त्यो एउटा योजना, त्यो एउटा परिकल्पना, जुन किसिमको उहाँको त्यो एउटा गौरवशाली योजना छ, त्यो पनि सफल रहोस्। म उहाँलाई हार्दिक शुभकामना गर्न चाहन्छु। र त्यसै गरी आजको यो स्टेडियम माथि डोजर चलाउनु हुने ती व्यक्तित्वहरूलाई चाहिँ कडाभन्दा कडा कारबाही गरिनुपर्छ र अबको दिनमा त्यस्ता किसिमका तत्त्वहरू हावी नहुन् भन्नका लागि कडाभन्दा कडा त्यहाँको स्थानीय सरकारले, मेयरज्यूले केही समय अगाडि मात्रै भाषण गर्नुभयो, तर त्यस्ता खोक्रा भाषणले देश चल्दैन, त्यस्ता खोक्रा भाषणले देश समृद्ध कदापि हुँदैन। त्यो कुरामा चाहिँ सबैजना दृढ भएर, एउटा सबैजना स्ट्रङ भएर अगाडि बढ्नुपर्छ। र त्यहाँको अहिले प्रत्यक्ष लाइभ देखाइरहेका छौँ। तपाईँले केही समय अगाडि मात्रै देख्नुभयो, सुन्नुभयो त्यहाँको अवस्थाको बारेमा चाहिँ तपाईँले राम्रोसँग अवलोकन गर्नुभयो। पक्कै पनि एकदमै हृदयबाटै एक किसिमको सबैले आफ्नो ठाउँबाट, आफ्नै हृदयबाटै अहिले सहयोग गरेर यो अभियान चाहिँ जुन एउटा किसिमको अभियान, गौरवशाली अभियान छ, त्यो अभियानलाई चाहिँ कम्प्लिट गर्नुपर्छ भन्ने सङ्कल्प बोकेर युवाहरू लागिरहँदा आज एका बिहानै छापामार शैलीमा जुन आक्रमण भएको छ गौतम बुद्ध इन्टरनेसनल स्टेडियम, यो कसै व्यक्तिको फाइदाको लागि होइन। दर्शक महानुभावहरू, यो 3 करोड नेपालीको फाइदाको लागि हो, यो 3 करोड नेपालीका लागि हो। यो खेल जगतमा आउँदै गरेका ती हाम्रा बालबालिकाहरूका लागि हो, उनीहरूको भविष्य सुनिश्चित गर्नका लागि हो। तपाईँलाई थाहा छ आजको दिनमा भारत खेलबाटै कहाँ पुगिसकेको छ। क्रिकेटमा अहिले भारतको स्थान कहाँ छ, पाकिस्तानको स्थान कहाँ छ, बङ्गलादेशको स्थान कहाँ छ, हामीभन्दा धेरै पछाडि आएको अफगानिस्तानको स्थान कहाँ छ। हामी अहिले किन पछाडि छौँ? हामी त्यही भएर पछाडि छौँ। हाम्रो सोच एकदमै तल गिरेको छ, हाम्रो सोच एकदमै न्यारो छ, साँघुरो छ। हामीले व्यापक रूपले सोच्न सकिरहेका छैनौँ। हामीले विकास मात्रै भनिरहेका छौँ। हामीले समृद्ध हाम्रो देश किन भएन भनेर भनिरहेका छौँ, तर हामीले यो मनन गर्न सकेनौँ कि बन्दै गरेका ती विकासका ती संरचनाहरूलाई चाहिँ हामीले सके श्रमदान गरौँ, सके आफ्नो ठाउँबाट अभियान सुरु गरौँ, सकिन्छ भने आफ्नो ठाउँबाट सक्ने गरी आर्थिक सहयोग गरौँ। तर बन्दै गरेको संरचनालाई जरैदेखि उखालेर फालिदिने, फ्याँकिदिने, एउटा ध्वस्त पारिदिने र अभियानमा लागि परेका, अहोरात्र खटिराख्नुभएका ती महान समाजसेवी दिलमुख सुन्तलीको चाहिँ एउटा महान विचार, महान सोच, योजनालाई रातारात ध्वस्त पारेर यहाँ राजनीति गर्ने प्रयास पक्कै पनि भइरहेको छ। यो गलत भएको छ र दर्शक महानुभावहरू धेरै ठाउँबाट तपाईँहरूले हेरेर सहयोग गर्नुभयो।
म सम्पूर्ण दर्शक महानुभावलाई धेरै धेरै धन्यवाद दिँदै म एचबी ताम्राकार पनि बिदा चाहन्छु। नमस्कार।